भिड गरेर ढकेल नहोस् भन्न चाहन्छु। धेरैजना हुँदाखेरि हाम्रो देख्न सक्नुहुन्छ ससाना नानीहरू पनि हुनुहुन्छ र आमा बुवाहरू वृद्ध आमा बुवाहरू पनि हुनुहुन्छ। उहाँहरूलाई पनि प्राथमिकता दिएर तपाईँहरूले ढकेल नगरिकन लाइनमा क्रमबद्ध रूपमा बस्दिनु होला, अनुशासित भएर बस्दिनु होला। तपाईँहरूले रङ लिनलाई धेरै हतार नगर्नु होला। तपाईँहरूले पक्कै पनि पाउनु नै हुनेछ, तपाईँहरूको ठाउँमा आउनुहुनेछ। त्यसै कारण हाम्रो अनुरोध, यस आयोजक कमिटीको अनुरोध तपाईँहरूलाई एकदमै अनुशासित रूपमा बसिदिनु होला, शान्तिपूर्वक। हामी यहाँ शान्तिको निम्ति भेला भएका छौँ र शान्तिपूर्वक नै हाम्रो पूजा सम्पन्न रहोस्, त्यही आग्रहका साथ अब हामी केही क्षणमै हाम्रो परम पूजनीय गुरुवर यसै साम्बोरी भोसेज्यूलाई स्वागत गर्छौँ यस हलमा।